साथीहरू, अब रामले बिरजङ थापाको साम्राज्यमा पाइला टेकिसकेका छन्। साथीहरू, अब राम र बिरजङ थापाको घमासान लगाई पर्ने देखिएको छ। साथीहरू, बिरजङ थापा एउटा ठुलो राजनेता हो। उसले रामलाई मार्न धेरै कोसिस गर्न सक्छ। साथीहरू, कतै रामलाई मार्ने त होइन? हो साथीहरू, रामलाई केही पनि नहोस् र रामको जित हुनुपर्छ भन्ने चाहनुहुन्छ भने आजको यस भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोला। साथसाथै कमेन्टमा राम लेखी र यो च्यानललाई सब्सक्राइब गरिदिनु होला। गत एपिसोड तपाईँहरू हेर्दै गर्दा तपाईँहरू निकै खुसी देख्नुहुन्छ, किनकि अब रामले बिरजङ थापाको साम्राज्यलाई समाप्त गर्ने देखिएको छ। बिरजङ थापा जस्तो एउटा क्रूर मान्छेलाई उसले लागिरहेका छन्। साथीहरू, अब आउँदो भागमा के होला त त्यसको बारेमा सम्पूर्णको बारेमा म छलफल गरिनेछु। साथीहरू, गत एपिसोडमा हामीले हेऱ्यौँ रामले बिरजङ थापाको छोरा विशाललाई अपहरण गरेको देखिन्छ। साथसाथै विशाल एउटा घाइते र बेहोसीको हालतमा सुतिरहेको देखिरहेको हुन्छौँ। रामले चाहिँ विशाल मर्नु हुँदैन, विशाललाई जसरी भए पनि बचाउनुपर्छ भन्दै गर्दा दिपा र उसका साथीले यो एकदमै पापी मान्छे, उसलाई हामीले मारिदिनुपर्छ, बरु मरेको छैन भने उसलाई घाँटी नाकेर भए पनि मारिदिनुपर्छ भनेर दिपा र उसका साथीहरूले भन्दै गर्दाखेरि रामले चाहिँ होइन, यदि उसलाई हामीले माऱ्यो भने तिमी हामी चाहिँ चुमा र हामीमा केही नै फरक हुँदैन। दिपा र उनको साथीले तपाईँ चाहिँ हामी भएको ठाउँमा कसरी आइपुग्नुभयो त? रामले चाहिँ योजना त्यो दुईजना बाउ छोराको भए पनि कार्यान्वयन चाहिँ मैले गरेको, त्यसैले चाहिँ म यहाँ तिमीहरू कहाँ आइपुग्न सफल भएको हो। र दिपाले चाहिँ अब उसलाई चाहिँ यहीँ छोड्ने हो त भन्दै गर्दा रामले चाहिँ होइन, अब यसलाई चुनावको दिन मात्रै छोड्नुपर्छ, टिकटको दिन मात्रै उसलाई छोड्नुपर्छ। चाहिँ मैले पूजाको प्रमाण मात्रै लिएर पुलिस कहाँ पेस गर्दै गर्दाखेरि त्यो सम्भव भएन। अब तिमी दुईजनाहरूले चाहिँ मलाई सपोर्ट गर्नुपर्छ र उसलाई जेलमा हाल्नुपर्छ भनेर बताउँदछ। र यो घटना चाहिँ हामी कसैले पनि भन्नु हुँदैन र निकै राति भयो, अब हामी जानुपर्छ भनेर तिनजना उनीहरू घरतिर लाग्छन्। उता साथीहरू, घरमा दुईजना र साथै राम नआएर देख्दै गर्दाखेरि घरमा सबैजना चिन्तितमा देखिन्छ। कतै ती दुईजनाले त पूजा जस्तै त नगर्ला र रामले दिएको 2 घन्टा समय पनि बितिसक्यो। अब हामी चाहिँ अब खोज्न जानुपर्छ भनेर भन्दै गर्दा त्यतिकैमा राम र दिपाहरू त्यहाँ आइपुग्छन्। दिपा र दिपाको साथी चाहिँ विभिन्न बहाना देखाएर सो घटनालाई लुकाउँछन् र सबैजना आफ्नो घरतिर लाग्छन्। साथीहरू, उता बिरजङ थापाको साली कुद्दै बिरजङका आइपुग्छन् र निकै चिन्तित भएर उसलाई सोध्छन्, मेरो हजुर विशाल खोइ त भनेर भन्दै गर्दाखेरि बिरजङ थापा अहिले विशाल घरमा नरहेको र विशाल चाहिँ 2 दिनको लागि शिकार खेल्न गएको भनेर उसले जानकारी दिन्छ। सालीले चाहिँ रामले शिकार होइन, सालीले चाहिँ विशालले शिकार होइन, रामले विशालको शिकार खेले जस्तो छ। यहाँ हेर्नुहोस् त विशालको लुगा यो होइन र भन्दै गर्दाखेरि बिरजङ थापा छक्क पर्छ र बास त्यो कुरा उसले आफ्नो सालीले भन्छ। उसले भन्छ विशाल चाहिँ 2टा गाउँको केटाहरू लिएर जङ्गलतिर लागेका छन् भनेर भन्दै गर्दाखेरि साली चाहिँ होइन मेरो हजुर, तपाईँ नै होला हाम्रो विशाललाई बिगार्ने मान्छे भनेर भन्दै गर्दा जे भयो अब भइगयो, अब हामीले चाहिँ विशाललाई खोज्नतिर लाग्नुपर्छ भनेर बिरजङ थापाले चाहिँ बताउँदछ। उता साथीहरू, दिपा कुद्दै रामको घरमा आउँछ र दिपाले चाहिँ रामदाई भनेर बोलाउँछ र रामदाई अब हामीले तुरन्त जानुपर्छ, हाम्रो खेल सर्वनाश नै हुने भयो भनेर बताउँदै रामको हात समातेर उसलाई लाँदै गर्दाखेरि उसको श्रीमतीलाई चाहिँ मुनाले चाहिँ
दिपा र राममाथि शङ्का गर्छ र दिपालाई चाहिँ अनेक थरीका कुराहरू भन्छन्, तर राम मान्दैन। रामलाई उसलाई एक झापड लाएर दिपा र राम त्यहाँबाट निस्किन्छ। साथीहरू, उता बिरजङ थापा निकै चिन्तितमा देखिन्छ। आउने चुनावको टिकट चाहिँ कसरी लिने भनेर छलफल गरिरहेका हुन्छन्। र साथीहरू, रामको काकीले चाहिँ 100% ठोकुवा गर्छ कि यो सबै खेल रामले नै गरेको, रामले नै हाम्रो विशाललाई कब्जा गरेको छ भनेर बताउँछन्। र बिरजङ थापाले पनि रामको काकालाई यदि तिमीले साँच्चीकै मेरो छोरा विशाललाई ल्याउँछौ र रामलाई सबक सिकाउँछौ भने म तिमीलाई यो जिल्लाको नै एउटा नेता बनाइदिन्छु भनेर बताउँछन्। र रामको काकाले चाहिँ रामलाई प्रहरीमा हालेर लगिदिनुहोस् भनेर भन्दै अहिले चुनावी माहौल छ र रामलाई अहिले चुनावी माहौल छ, यो खबर चाहिँ पुलिस कहाँ पुग्नु हुँदैन भनेर उनले बताउँछन्। साथीहरू, उता विशाल एकदम सिकिस्त अवस्थामा हुन्छ। उसलाई डाक्टरले बताउँछ र डाक्टरले चाहिँ अब उसलाई यहाँ राख्नुहुन्न, राख्न मिल्दैन, उसलाई चाहिँ अब हस्पिटल लानुपर्छ भनेर बताउँदै गर्दाखेरि राम चाहिँ के तपाईँलाई थाहा छ यो कसको छोरा हो? यो ठुलो नेता बिरजङ थापाको छोरा हो। ऊ एउटा ठुलो अपराधी हो, धेरै अपराध गरेका छन्, उसको नराम्रो छाप प्रहरीमा पनि देखिएको छ। यति भन्दै गर्दाखेरि डाक्टर रामको कुरा सुनेर डराउँछ। रामले चाहिँ ती सक्नुहुन्छ उसलाई बचाउनुहोस्। उता रामको काका आउँछ र राम खोइ भनेर उसको बुवा सोध्दै गर्दाखेरि मलाई थाहा छैन भनेर बताउँछ। तर रामको काकाले चाहिँ विशाललाई रामले नै किडन्याप गरेको र विशाल उसँगै छ भनेर उसले भन्दै गर्दाखेरि रामको बुवा चाहिँ उसँग रिसाउँछन् र रामले यदि किडन्याप गरेको हो भने धेरै राम्रो गरेको रहेछ भनेर रामको बुवाले बताउँछन्। उता राम दिपाहरूलाई लिएर विशालको विरुद्धमा लिएर पुलिस रिपोर्ट गर्न पुलिस थाना पुगेका छन्। तर साथीहरू, पुलिस विशालको विपक्षमा रिपोर्ट लेख्न मान्दैन। त्यसै गरी रामले चाहिँ विशालको बुवाको साम्राज्य अन्त गर्छु भनेर राम त्यहाँबाट हिँडेका छन्। साथीहरू, उता विशालको बुवा बिरजङ छोरा घर नआएर एकदमै आत्तिएका छन्। त्यतिकैमा रामले विशाललाई घाइते अवस्थामा ऊ सामु ल्याइदिन्छन्। बिरजङ थापा पनि छोरालाई देखेर एकदमै छक्क परेका छन्। र साथीहरू, रामले चाहिँ बिरजङ थापालाई चेतावनी दिँदै अब म तिम्रो साम्राज्यलाई खतम पार्नेछु भन्ने कुरा बताएका छन्। हो साथीहरू, अब बिरजङ थापा र रामको बिचमा घमासान युद्ध हुने देखिएको छ। हो साथीहरू, अब आउँदो भागमा के होला त? यसको लागि चाहिँ हामीले अर्को एपिसोड हेर्नै पर्ने हुन्छ। तबसम्मलाई बिदा चाहन्छु।